हेटौडामा फेरि सुरु भएको पुरानो सङ्घर्ष सडक डिभिजन भन्छ यसपटक विस्तार रोकिँदैन। मुलुकी देवानी संहिता समेतमा भएको चाहिँ कानुनी प्रावधानमा त्यो हटाउन लागेको खर्च पनि हामी सम्बन्धितबाट असुल गरेर भए पनि यो काम चाहिँ हामी गर्छौँ। सङ्घीय मन्त्री कुलमान घिसिङले हेटौडामा सडक विस्तार तत्काल अगाडि बढाउन स्पष्ट निर्देशन दिएका छन् भने डिभिजन प्रमुखले यसपटक विस्तार प्रक्रिया नरोकिने दावी गरेका छन्। हेटौडा उपमहानगरका प्रवक्ता नगरपालिकाले पूर्ण समर्थन र सहजीकरण सुनिश्चित गर्दै अघि बढिरहेको बताउँछन्। अब यसलाई फराकिलो गर्ने कामलाई अगाडि बढाउनुपर्छ। त्यसमा आउन सक्ने बाधा व्यवधानहरूलाई कानुनत त्यसलाई समाधान गर्दै जानुपर्छ भन्ने कुरामा चाहिँ नगरपालिका पुगेको छ। मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह राणा भातले प्रभावित व्यवसायी र घरधनीको हित प्रतिनिधित्व गर्दै विस्तारको विपक्षमा नभए पनि व्यवसायीलाई उचित व्यवस्थापनका लागि समय दिनुपर्ने बताएका छन्। यी बाटो भत्काउन हुँदैन भने हाम्रो मान्यता होइन, भत्काउनै पर्छ। बजार सानो छ भनेको त्यसले अप्रत्याशित रूपमा सूचना आयो। यो कमसेकम पीडित सङ्घर्ष समिति यत्रो व्यवसाय बजारको मेन बाटोमा बजार छैन, अब यसलाई व्यवस्थित के गर्नुहुन्छ एउटा धारणा बुझ्नु पाए सही हुन्थ्यो। सडक विस्तारको मुद्दा वर्षौंदेखि चर्चामा आउँदै सेलाउँदै गरेको हेटौडाको पुरानो सङ्घर्ष फेरि उठेको छ। सडक डिभिजन कार्यालय हेटौडाले उपमहानगरपालिका भित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको केन्द्र रेखादेखि 25-25 गजभित्र पर्ने घर तहरा र संरचना हटाउन 15 दिनको अल्टिमेटम सार्वजनिक गरेपछि विवादित सडक विस्तार फेरि चर्चाको केन्द्रमा छ। विगतका वर्षमा पटक पटक सडक विस्तार गर्ने भनेर सूचना जारी भए पनि राजनीतिक स्वार्थ, स्थानीयको विरोध र अदालतमा परेको मुद्दाका कारण काम अघि बढ्न सकेको थिएन। तर सडक डिभिजन हेटौडाले यसपटक कुनै बहानामा काम नरोकिने बताएको छ। बिहिबार सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, सचिव केशव कुमार शर्मा, सडक डिभिजनका महानिर्देशक विजय जैसी लगायतले हेटौडामा सरकारवालासँग छलफलपछि सडक डिभिजन कार्यालयले शुक्रबार 15 दिने अल्टिमेटमसहित अतिक्रमित संरचना हटाउने सूचना जारी गरेको हो। मन्त्रीको स्पष्ट निर्देशन र बजेटको सुनिश्चिततापछि सूचना जारी गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी यादव सुवेदीले जानकारी दिए। रातो माटीदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामारी पुलसम्म पर्ने संरचनालाई हटाउने आदेश नयाँ भने होइन, तर सर्वोच्च अदालतमा परेको मुद्दाका कारण विस्तार लामो समयदेखि रोकिएको थियो। सर्वोच्च अदालतले 6 कार्तिक 2077 सालमै 34 पछिका संरचनामा क्षतिपूर्ति नपाइने भनेर स्पष्ट गरिदिए पनि व्यवहारमा कसलाई के दिनुपर्ने भन्ने झन्झट अहिले हटेन। यही अनिश्चितताले विस्तार प्रक्रियालाई राजनीतिक र कानुनी र जनदबाव बीच थुनिएको थियो। सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले यसपटक विस्तार प्रक्रिया नरोकिने दावी गर्छन्। उनका अनुसार सर्वोच्चले पुरानो रिट खारेज गरिसकेकाले कानुनी अवरोध अब बाँकी छैन। अधिकारीले हेटौडामा अहिले करिब 530 देखि 35 घर तहराको तथ्याङ्क रहेको बताएका छन्। हामी चाहिँ अहिले हामीले स्थानीयहरूलाई हामीले अनुरोध गरेका छौँ, उहाँहरूको आफ्नो सरसामानहरू सुरक्षित तवरले उहाँहरूले चाहिँ स्थानान्तरण गरेर सौहार्दपूर्ण रूपले सडक सीमा खाली गरिदिनुहोस् ताकि यहाँको पनि क्षति नहोस्। र अब 15 दिनको समयावधिभित्र उहाँहरूले गर्नु भएन भने हामी एक्सनमा जान्छौँ। र अहिले हामीले सूचनामा पनि त्यो कुरा उल्लेख गरेका छौँ भने सार्वजनिक सडक ऐन 2031 र अन्य प्रचलित कानुन मुलुकी देवानी संहिता समेतमा भएको चाहिँ कानुनी प्रावधानमा त्यो हटाउन लागेको खर्च पनि हामी सम्बन्धितबाट असुल गरेर भए पनि यो काम चाहिँ हामी गर्छौँ। मन्त्रालय विभागबाट पनि के निर्देशन भएको छ भने सडक सीमा खाली गर्नलाई आवश्यक पर्ने स्रोत साधन बजेट हामी उपलब्ध गराउँछौँ, तपाईँहरू यो काम सुरु गर्नुहोस् भन्ने आदेश भएको हुनाले हामीले मन्त्रालय विभागको आदेश पालना गर्नको लागि यो कामहरू सुरु गर्छौँ। सडक विस्तारले घर व्यवसाय जोखिममा पर्ने भन्दै लामो समयदेखि विरोधकै आवाज उठाउँदै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ अहिले पनि त्यस्तै चिन्तामा छ। अध्यक्ष प्रमोद सिंह राणा भाट सडक विस्तारको आवश्यकता स्वीकार गरे पनि योजनाबद्ध दृष्टि नदेखिएको भन्दै सरकारप्रति असन्तुष्ट छन्। अप्रत्याशित रूपमा सूचना आयो। यो कमसेकम पीडित सङ्घर्ष समिति यत्रो व्यवसाय बजारको मेन बाटोमा बजार छैन, अब यसलाई व्यवस्थित के गर्नुहुन्छ एउटा धारणा बुझ्नु पाए सही हुन्थ्यो। व्यवसायहरूलाई उचित व्यवस्थापन गर्न समय त दिनु पर्यो नि।
हामीले बाटो विरोधी बाटो भत्काउन हुँदैन भन्ने हाम्रो मान्यता होइन। भत्काउनै पर्छ, बजार सानो छ भनेको वैकल्पिक विकल्प पनि दिएको छु। या व्यवस्थापन र व्यवसायको व्यवस्थापन र घरधनीहरूको क्षतिपूर्ति, यो दुईटाको अलिकति क्लियर भएर जाँदा चाहिँ उचित होला जस्तो लाग्छ। अहिलेको परिस्थितिमा दण्डहीन आन्दोलित गर्नु हुँदैन र अब चाहिँ विस्तार गर्नुपर्छ भने मकान उद्योगसँग र आम बसोबास समृद्धि समितिले लागिरहेको हो। तर अचानक हिजो चाहिँ मैले पनि आज मात्रै न्युज पेपरमा हेर्दाखेरि, तर हिजो चाहिँ भौतिक तथा योजना मन्त्री कुलमान घिसिङ आउनुभएको रहेछ र सरकार पछाडि बस्नुभएको छ। त्यसमा चाहिँ उद्योगसँगको हिसाबले या चाहिँ बसोबास समृद्धि हिसाबले बोलाएर केही कुरो सुन्नुभयो भने अझै हामीले यसले पस्न सक्थ्यो होला। तथापि यसमा केही दुविधा रहेन। तर हामीले पाउन पनि क्षतिपूर्ति दिनु पाउनु पर्यो र सडक विस्तार हुनु पर्यो भन्ने हाम्रो स्पष्ट धारणा हो। हेटौडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 का अध्यक्ष सबिन न्यौपाने भने विस्तृत सडक नै सहरको दीर्घकालीन समाधान भनेर जोड दिएका छन्। उनका अनुसार पार्किङ समस्या, दुर्घटना, भिडभाड र सहरी अव्यवस्थाको मूल कारण नै साँघुरो सडक हो। उपमहानगरपालिकाले पहिले नै 25 मिटर चौडाइमा समर्थन गरिसकेको भन्दै न्यौपानेले प्रभावितलाई कानुन अनुसार सहयोग र व्यवस्थापन सुनिश्चित गर्न राज्य जिम्मेवार हुनेछ भन्ने पक्षमा छन्। तेह्रौं नगरसभाको पूर्ण बैठकबाट चाहिँ एकीकृत रूपमा अब यो सहरलाई फेरि पनि अब यो फराकिलो गरेर नजाने हो भने यो सधैँभरिको यो पार्किङको समस्या, यो विभिन्न किसिमका चाहिँ दुर्घटनाका समस्याहरू र एउटा नगरै चाहिँ एउटा साँघुरो खालको नगरको रूपमा चाहिँ भइरहेको अवस्था, छिमेकी नगरहरू विकास भइसक्दा विकासमा धेरै नै पछाडि परेको जस्तो अनुभव भइसकेपछि अब यसलाई फराकिलो गर्ने कामलाई अगाडि बढाउनुपर्छ। त्यसमा आउन सक्ने बाधा व्यवधानहरूलाई कानुन त त्यसलाई समाधान गर्दै जानुपर्छ भन्ने कुरामा चाहिँ नगरपालिका पुगेको छ। सार्वजनिक गरिएको सूचनामा तोकिएको क्षेत्रभित्र डिभिजनको स्वीकृत बिना संरचना बनाउन, निजी प्रवेश मार्ग खोल्न, खाडल वा कुलो खन्न, तार तगारो गाड्न जस्ता गतिविधि गर्न निषेध गरिएको समेत स्मरण गरिएको छ। सडक विस्तार हेटौडामा जोखिम र अवसर दुवैको मिश्रण बनेर आएको छ। एकतिर दशकौंदेखि बसेको घरधनी र व्यापारीको सम्पत्ति अनिश्चितता छ, अर्कोतिर सरकारले सहरलाई अगाडि बढाउने एकमात्र विकास मार्ग यही हो भनेर प्रष्ट सङ्केत दिएको छ।